अहिले पृथ्वीको भविष्य र यहाँ रहेका 87 लाख प्रजातिको अस्तित्व सीमित एउटा प्रजातिको निर्णयमा गएको छ। मात्र 1 लाख वर्ष अघि अफ्रिकाको जंगलमा आफ्नो अस्तित्व रक्षाको लागि संघर्षरत उक्त मानव र आजको आधुनिक मानवमा निकै परिवर्तन आइरहेको छ। त्यतिबेला हिंस्रक जनावरहरूका अगाडि निरीह मानव अहिले आफ्नो बुद्धिको बलले पृथ्वीमा साम्राज्य खडा गरिरहेको छ। दर्शकवृन्द, आउनुहोस् आजको यस विशेष श्रृङ्खलामा हामी लाखौं वर्ष पहिले मानव अस्तित्व र विकास कसरी भयो भन्ने विषयमा चर्चा गर्नेछौँ। वैज्ञानिक चार्ल्स डार्विनका अनुसार सामुद्रिक जीवहरू देखा परेपछि नै जमिनमा बस्ने जीवजन्तु लगायत अन्य वनस्पतिहरूको उत्पत्ति भएको हो। आजभन्दा 3.7 अर्ब वर्ष पहिले पृथ्वीमा जीवको उत्पत्ति भएको थियो। सुरुमा एककोषीय ब्याक्टेरिया जस्ता जीवात्माबाट नै जीवहरूको विकास क्रम भएको हो। 54 करोड वर्ष पहिले पृथ्वीमा जलचर उत्पत्ति भए। त्यसपछि 31 करोड वर्ष जति सरीसृप अर्थात् घस्रने प्राणीको विकास भए। वैज्ञानिकहरूका अनुसार पछिल्ला 25.5 करोड वर्षमा मात्र स्तनधारी प्राणीको विकास भएको हो। वनस्पतिको उत्पत्ति 46 करोड वर्ष अघि भएको मानिन्छ। तर हालको विकसित मानव जातिको विकास भएको करिब 2 लाख वर्ष मात्र भएको छ। सुरुवाती अवस्थामा मानवको शरीर बाँदर जस्तै थियो। मानव जाति उत्पत्ति खोज्दै जाँदा 4 करोड 20 लाखदेखि 1 करोड वर्ष अघि भएको मानिन्छ। बानर प्रजाति रामापिथेकसको अवशेष भेटिएको आधारमा यो अनुमान गरिएको हो। केन्यामा भेटिएको पछिल्लो एक अवशेष भने 1 करोड 40 लाख वर्ष पुरानो मानिएको छ। नेपालको पाल्पा स्थित दोभान शिवालिङ्ग पर्वतको फेदीमा सन् 1932मा पाइएको रामापिथेकसको माथिल्लो बङ्गाराको रेडियो कार्बन डेटिङ परीक्षण गर्दा उक्त जीवाश्म 1 करोड 22 लाख वर्ष पुरानो मानव जातिको भएको पत्ता लागेको थियो। त्यसरी नै चीन, ग्रिस, टर्की, हंगेरी र पाकिस्तानमा पाइएका अवशेषका आधारमा पनि मानव जातिको उत्पत्ति 80 देखि 85 लाख वर्ष पुरानो हुन् भन्ने अनुमान गरिएको छ। आज हामीले आदिम मानवको बारेमा जति पनि जानकारी हासिल गरेका छौं ती सबै तिनको जीवाश्म अर्थात् फोसिल्स, ढुङ्गाका औजारहरू अनि गुफा र पत्थरहरूमा कोरिएका चित्रहरूको अध्ययन तथा खोजबाट प्राप्त भएका हुन्। जब खोजकर्ताहरूले त्यस्ता अवशेष तथा चित्रहरू फेला पारे तब त्यति बेला धेरै जसो खोजकर्ताहरू पनि दुविधामा थिए। यी अवशेष तथा चित्रहरू प्रारम्भिक मानवका हुन् अथवा तिनका विकसित पिँढीका हुन्, किनकि आदिम मानवहरू चित्र तथा औजार बनाउन सक्छन् भन्ने विषयमा वैज्ञानिकहरूमा शङ्का थियो। पछि गहिरो अध्ययनपछि के पत्ता लाग्यो भने केही ढुङ्गाका औजार तथा चित्रकला बनाउन आदिम मानवहरू पनि सक्षम थिए। मानवको विकास क्रमिक रूपमा भएको पुष्टि हामीलाई मानिसका ती प्रजातिको जीवाश्मबाट थाहा हुन्छ जुन प्रजातिहरू आज लुप्त भइसकेका छन्। खोजीका क्रममा प्राप्त भएका तिनै जीवाश्मको अध्ययन गर्दा तिनमा पाइएको केही खास विशेषता तथा शारीरिक बनोटको आधारमा मानिसहरूलाई अलग अलग प्रजातिमा राखिएको छ। जीवाश्म कुन समयको हो भन्ने कुरा पत्ता लगाउन रेडियो कार्बन डेटिङको सहायता लिइन्छ। यस पद्धतिमा प्रत्यक्ष रासायनिक विश्लेषणद्वारा ती पत्रहरूको अध्ययन गरिन्छ जहाँ यी अवशेषहरू च्यापिएका हुन्छन्। जब एकपटक जीवाश्मको समय पत्ता लाग्छ तब मानव विकासको क्रम निर्धारण गर्न सहज हुन्छ। मानव जातिको उत्पत्ति 2 करोड 40 लाख वर्षको आसपासमा भएको अनुमान गरिन्छ। मानव सभ्यताको सुरुवातमा बाँदर जस्तै देखिने जीवको अस्तित्व रहेको थियो जसलाई प्रोकन्स्कुल भनिन्छ। यिनीहरूका शरीर कुप्रो थियो भने यिनीहरू ओडार, गुफा र रुखहरूमा बस्ने गर्दथे। यिनको स्वभाव बाँदरको जस्तै थियो। यहीँबाट क्रमिक रूपमा मानव जीवनको विकास हुँदै गयो। झन्डै 240 लाख वर्ष पहिला जब एसिया तथा अफ्रिकामा स्तनधारी प्राणी प्राइमेटको उत्पत्ति भयो तब त्यसपछि प्राइमेट समूहमै एक उपसमूह उत्पन्न भयो जसलाई होमिनोइड भनिन्छ। यस कालमा हाम्रा ती पूर्वजहरू बाँदर तथा एप्समा समाहित थिए। त्यसको लामो समयपछि लगभग 44 लाख वर्षपछि पहिलो पटक होमिनिड प्राणी अस्तित्वमा आयो। होमिनिड उपप्रजाति होमिनोइड प्रजातिबाट विकसित भएको थियो। यिनीहरूमा अनेक समानता पाइन्छन् तर केही निकै ठूला अन्तर पनि रहेका छन्।
होमिनोइड्सको मस्तिष्क होमिनिडको तुलनामा सानो थियो भने यिनीहरू हात खुट्टा टेकी हिँडडुल गर्ने गर्थे। यिनीहरूको शरीरको अघिल्लो भाग र खुट्टा लचकदार हुने गर्थे। यसको विपरीत होमिनिड केवल 2 खुट्टाको मद्दतमा हिँडडुल गर्न सक्दथे भने यिनीहरूको हात विशेष किसिमका थिए, जसको सहायताले यिनीहरू औजार बनाउने र त्यसको प्रयोग गर्ने गर्थे। खोज तथा अनुसन्धान पश्चात केही यस्ता प्रमाणहरू पनि प्राप्त भयो कि होमिनिडको उत्पत्ति अफ्रिकामा भएको थियो। पछिल्लो अफ्रिकी बाँदर एप्सको बनावट होमिनिड स्पेसिससँग धेरै हदसम्म मिल्ने गर्छ। दोस्रो, सबैभन्दा प्राचीन होमिनिडको जीवाश्म जुन अस्ट्रेलोपिथेकस वंशका थिए, तिनीहरू पूर्वी अफ्रिकामा पाइएका छन्। यिनीहरू करिब 50 लाख वर्ष अघिसम्म अस्तित्वमा थिए। यसका साथै अफ्रिकाभन्दा बाहिर पाइएको जीवाश्म 18 लाख वर्षभन्दा पुराना कुनै पनि जीवाश्म भेटिएका छैनन्। होमिनिड होमिनोइड परिवारका सदस्य हुन्। होमिनिड समूहका विभिन्न विशेषताहरू थिए, जस्तै मस्तिष्कको ठूलो आकार, खुट्टाको भरमा सिधै उभिन सक्ने क्षमता, 2 खुट्टाको भरमा हिँडडुल गर्न सक्ने हातको विशेष क्षमता, जसको मद्दतले उनीहरू विभिन्न औजार बनाएर प्रयोग गर्न सक्दथे। होमिनिडको परिवारलाई विभिन्न शाखाहरूमा विभाजन गरिएको छ। यी शाखाहरूलाई जिनस भनिन्छ। यी शाखाहरूमा अस्ट्रेलोपिथेकस र होमोलाई निकै महत्त्व दिइएको छ। यी शाखाहरूमा अझ अन्य प्रजातिहरू पनि रहेका छन्। अस्ट्रेलोपिथेकस र होमो बीच केही ठूलो फरक मस्तिष्कको आकार, बङ्गारा र दाँतको आकारमा पाइन्छ। अस्ट्रेलोपिथेकसको मस्तिष्कको आकार होमोको तुलनामा सानो हुन्छ भने बङ्गारा अधिक गह्रौँ हुन्छ र दाँतहरू पनि निकै ठूला हुन्छन्। यी प्रजातिहरूलाई वैज्ञानिकहरूले जुन नाम दिएका छन् ती सबै ल्याटिन तथा युनानी भाषामा राखिएका छन्। उदाहरणका लागि अस्ट्रेलोपिथेकस नाम ल्याटिन भाषाको अस्ट्रेलिस अर्थात् दक्षिण र युनानी भाषाको शब्द पिथेकस अर्थात् बाँदरबाट मिलेर बनेको छ। यो नाम त्यसकारण दिइयो कि मानवको जुनसुकै रूपमा पनि बाँदर अवस्थाका गुणहरू देखिरहन्, जस्तै होमोको तुलनामा मस्तिष्क अपेक्षाकृत रूपमा सानो हुनु, पछाडिका दाँतहरू ठूला हुनु र दाँतको क्षमता सीमित हुनु आदि रहेका छन्। अस्ट्रेलोपिथेकस सीधा उभिएर हिँड्न सक्दैनथे, किनकि यिनीहरूको अधिकतम समय रुखमै बित्ने गर्थे। त्यसैले यिनीहरूमा रुखमा जीवन बिताउनका लागि आवश्यक अनेक विशेषताहरू अझै बाँकी थिए। तर समयसँगै यस प्रजातिमा धेरै विकास हुँदै गयो। रुखमा मात्र बस्ने यी प्रजातिहरू अब लामो दूरीसम्म यात्रा गर्न सक्ने तथा ढुङ्गाका विभिन्न औजार बनाउने सिप सिक्दै जीवन निर्वाह गर्न थाले। जब यिनीहरू रुखबाट ओर्लिएर जमिनमा हिँड्न थाले, यिनमा धेरै मानविक विशेषता तथा लक्षणहरू देखिँदै गए। वैज्ञानिकहरूले आदिमकालीन मानवका अवशेषहरूलाई भिन्न भिन्न प्रजातिमा वर्गीकरण गरेका छन्। यी प्रजातिहरूलाई प्राय तिनीहरूको हड्डीमा पाइने रचनाको आधारमा एक अर्कासँग छुट्याइने गरिन्छ। उदाहरणका लागि प्रारम्भिक मानव प्रजातिको वर्गीकरण खप्परको आकार र बङ्गाराको विशिष्टताको आधारमा बाँडिएको छ। यिनमा पाइएका यस्ता विशेषताहरू पोजिटिभ फिडब्याक मेकानिजम अर्थात् वाञ्छित परिणाम प्राप्त भएपछि मात्रै विकसित भएको हुनुपर्छ। उदाहरणका लागि 2 खुट्टामा उभिएर हिँड्ने क्षमता विकसित भएसँगै हातहरूको काम बच्चा तथा अन्य केही चीज वस्तु बोकेर लैजानका लागि प्रयोग गर्न थाले। यसरी हात र खुट्टाको अलग अलग कामको कारण यिनीहरूमा कार्यक्षमता वृद्धि हुँदै गयो। अब विभिन्न काम गर्नका लागि हातहरूलाई स्वतन्त्रता त मिल्यो नै, यसका साथै 4 हात खुट्टाले हिँड्नुपर्ने ऊर्जा खपत पनि बचत हुन पुग्यो। लेतोली तान्जेनियामा भेटिएको होमिनिड प्रजातिको पदचिह्नका जीवाश्म र हादर इथियोपियामा भेटिएका हड्डीहरूको जीवाश्मबाट यो थाहा हुन्छ कि तत्कालीन मानव 2 खुट्टाले हिँडडुल गर्थे। लगभग 25 लाख वर्ष पहिले हिमयुगको प्रारम्भमा जब पृथ्वीका ठुल्ठुला भाग हिउँले ढाकिए, तब जलवायु र वनस्पतिहरूमा धेरै परिवर्तन आयो। तापमान र वर्षात कम भएका कारण जङ्गल घट्दै गयो र घाँसे मैदानको क्षेत्रफल बढ्दै गयो, जसको परिणाम स्वरूप अस्ट्रेलोपिथेकसको प्रारम्भिक रूप जो जङ्गलमा बसोबास गर्दथे, अब तिनीहरू बिस्तारै बिस्तारै लुप्त हुन पुगे र तिनीहरूको स्थानमा अर्का प्रजातिको उदय भयो जो सुक्खा समयमा पनि सहजै जीवन निर्वाह गर्न सक्दथ्यो। यसमा जिनस होमोको सबैभन्दा पुरानो प्रतिनिधि सामेल थिए। होमो ल्याटिन भाषाको एक शब्द हो जसको अर्थ मानव भन्ने हुन्छ। यद्यपि यसमा स्त्री तथा पुरुष दुवै सामेल छन्।
वैज्ञानिकहरूले होमोलाई कैयौं प्रजातिमा बाँडेका छन् र यी प्रजातिहरूलाई यिनीहरूको विशेषताका आधारमा भिन्न भिन्न नाम दिइएको छ। यस प्रकार जीवाश्मको आधारमा यिनका परिवारलाई होमो हेबिलिस अर्थात् औजार बनाउनेवाला, होमो इरेक्टस अर्थात् दुई खुट्टाले उभिनेवाला र होमो सेपियन्स यानि कि बुद्धिमान मनुष्यको रूपमा वर्गीकृत गरिएको छ। केही जीवाश्मको नामाकरण ती स्थानको आधारमा गरिएको छ जहाँ ती विशेष प्रकारको जीवाश्म सर्वप्रथम भेटिएका थिए। जस्तै जर्मनीको सहर हाइडेलबर्गमा पाइएका जीवाश्मलाई होमो हाइडेलबर्जेनेन्सिस भनियो भने निएन्डर उपत्यकामा पाइएका जीवाश्मलाई होमो निएन्डरथेलिसेन्सको सूचीमा राखियो। यी दुवै होमो सेपियन्स प्रजातिका हुन्। हाइडेलबर्जेनेन्सिस मानव लगभग 8 लाख वर्ष पहिलेसम्म टाढा टाढा फैलिएका थिए। उनीहरूको जीवाश्म अफ्रिका, एसिया र युरोपमा पाइएका छन्। निएन्डरथल मानव 1,20,000 वर्षदेखि 35,000 वर्ष पहिलेसम्म युरोप, पश्चिमी र मध्य एसियामा बसोबास गर्दथे। उनीहरू पश्चिमी युरोपमा लगभग 35,000 वर्ष पहिले अचानक विलुप्त हुन पुगे। सामान्यतया अस्ट्रेलोपिथेकसको तुलनामा होमोको मस्तिष्क ठूलो हुन्थ्यो, बङ्गारा बाहिरतर्फ कम निस्किएको हुन्थ्यो र दाँत सानो हुन्थ्यो। तिनीहरूको मस्तिष्क वृद्धिलाई अधिक बुद्धिमत्ता तथा सम्झन सक्ने क्षमता बढी भएको मानिन्छ। बङ्गारा तथा दाँतमा भएको परिवर्तन तिनीहरूको खानपानमा आएको परिवर्तनलाई लिइन्छ। लेखन कार्यको सुरुवात नभएको काललाई प्राग ऐतिहासिक युग भन्ने गरिन्छ। यस युगमा ढुङ्गाका औजार, गुफा, ओडारमा बनाइएका चित्रहरू भेटिन्छन्। वर्तमान युगमा भेटिएका मानवहरू होमो सेपियन्सका वंशज हुन्। यिनीहरू 20 लाखदेखि 25 लाख वर्ष अघि मात्र देखा परेका हुन्। ढुङ्गे युग मानव सभ्यताको विकासको चरण हो। यसलाई प्रारम्भिक ढुङ्गे युगावस्था, मध्यम युगावस्था र अन्तिम ढुङ्गावस्थामा विभाजन गरिएको छ। प्रारम्भिक ढुङ्गे अवस्थामा मानवको प्राचीन रूप थियो। त्यति बेलाका मानिसहरू खेतीपाती गर्दैनथे, बरु तिनीहरू शिकार गरेर जीविका निर्वाह गर्थे। रुखका बोक्रा लगाउँथे। गुफा, ओडार, जङ्गलमा बास बस्ने यिनीहरूको स्वभाव थियो। मध्य ढुङ्गे युग अवस्थामा आइपुग्दा यो समयमा मानवले केही मात्रामा खेतीपाती गर्ने, खानेकुराको सङ्ग्रह गर्ने, पशुपालन गर्ने गर्दथे। मध्यम ढुङ्गे युगको अझ पछिल्लो क्रममा त मानिसहरूले हाते बन्चरो, कोदालो जस्ता औजार प्रयोग गर्न समेत जानिसकेका थिए। साथै आगो पार्ने र पकाएर खाने विधि पनि यसै समयमा अपनाएका थिए। अझ केही समयान्तरमा मानिसहरूले काट्ने, तास्ने औजारको प्रयोग गर्ने गर्थे। भाला, बल्छी, तीर आदि बिस्तारै बिस्तारै त्यतिखेरै प्रयोगमा आएका थिए। मध्यम ढुङ्गे युगको अन्त र अन्तिम ढुङ्गे युगको सुरुवातका मानिसहरूले जनावरका हाडखोर र सिङबाट धारिला हतियार बनाउन सिके। ढुङ्गा खोपेर चित्र बनाउने, मूर्ति बनाउने कार्यको सुरुवात पनि भए। समुद्रको किनारमा बसेर गीत गाउने, आनन्द लिने प्रक्रिया त्यतिखेर नै विकसित भएको थियो। मानव सभ्यताको विकास क्रममा अन्तिम ढुङ्गे युग सकिँदा सिन्धु घाटी सभ्यता, मेसोपोटामियाको सभ्यता, रोमन र ग्रिक सभ्यता सुरुवात भइसकेको थियो। मन्दिर, पिरामिड बनाउने क्रम त्यसै बेला सुरु भएको थियो। वास्तुकला कामको प्रारम्भ त्यतिखेरै गरिएको थियो। पिरामिडहरू 5000 वर्ष पहिले बनेका थिए। यसमा राखिएका एउटा ढुङ्गाको तौल 500 केजी रहेको छ। ढुङ्गे युगको समाप्तिसँगै मानिसले नवपाषाण युगमा प्रवेश गर्दा कृषि कर्ममा प्रयोग गरिने खन्ने, काट्ने लगायतका औजारको विकास गर्दै गए। यस अवधिलाई अङ्ग्रेजीमा नियोलिथिक एजबाट चिनिन्छ। इजिप्टमा गहुँ, जौको खेती सुरु गरियो। यससँगै यस खेतीको विस्तार चारैतिर फैलियो। झुपडी बनाउने, बस्ने, पकाएर खाने प्रचलन बढ्दै गएको पाइन्छ। त्यसरी नै यस युगमा हस्तकलाद्वारा निर्मित माटाका भाँडाकुँडाको विकास युरोपबाट भएको मानिन्छ। मानिसहरूले दूध र मासुका लागि जङ्गली जनावर पाल्ने, घरपालुवा बनाउने काम यसै समयमा सुरु गरे। अब जङ्गली जनावर दूध र मासुका लागि मात्र नभएर मानिसहरूले विभिन्न प्रयोजनमा जनावरहरू पाल्न थाले। गाई, भैँसी, घोडा, कुकुर, बिराला, बाख्रा आदि विभिन्न उद्देश्यका लागि पालिन्थ्यो। सभ्यताको विकास हुँदै जाने सिलसिलामा मानवको बस्ती नदीका छेउछेउमा हुँदै गयो। नाइल नदी, टिङ्गरी नदी, सिन्धु नदीका आसपासमा यस्ता सभ्यताहरू बस्दै गए। समथर ठाउँमा घरजम गरेर बस्ने गर्नाले निकै सुविधा भएको हुँदा पछि मानिसको घना बस्ती बढ्दै गएपछि सहरीकरणको अवधारणा सुरु भयो। नाइल र सिन्धु उपत्यकाको सभ्यता 5500 देखि 3000 ईसापूर्वमा भएको अनुमान गरिन्छ। मेक्सिको र पेरुमा केही पछि मात्र सभ्यताको विकास भएको थियो भने इजिप्ट,
बेबिलोन, सिरिया र पर्सिया कला क्षेत्रमा निकै अगाडि सभ्यताको विकास हुन पुग्यो। यसरी मानव विकासको क्रम बढ्दै जाँदा अहिले मानिस आधुनिक युगमा प्रवेश गरिसकेको छ। अहिले मानिस पृथ्वीमा मात्र सीमित रहेको छैन, उसले सौर्यमण्डलका अन्य ग्रहहरूमा समेत पहुँच राखिसकेको छ। दर्शकवृन्द, यसको दोस्रो भागमा हामी हिब्रू विश्वविद्यालय अन्तर्गत इतिहासका प्राध्यापक अक्सफोर्ड ग्रेजुएट युवल नोआ हरारीले लेखेको सेपियन्स पुस्तकमा रहेर मानव इतिहास र भविष्यको बारेमा चर्चा गर्नेछौँ। आजको श्रृङ्खला तपाईलाई कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईलाई राम्रो लाग्यो भने लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस् ताकि हामीले अपलोड गर्ने नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथ्यहरू लिएर आउने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।